नाम कृष्ण कुमार डङ्गोल। तपाईँ नेपालदेखि आइल्यान्ड कहिले आउनु? म नेपालबाट आएको पहिला नेपालबाट म इन्डियामा आएको थिएँ। इन्डियाबाट म नेपालै नगइकन इन्डियाबाट सिधै यहाँ आइल्यान्डमा आएको 1984। अनि आइल्यान्डमा आउँदा तपाईँको मनमा कस्तो आशा आइल्यान्डमा आउँदाखेरि म खास इन्डियन रेस्टुरेन्टको लागि काम गर्नलाई आएको हो। त्यो टाइममा चाहिँ साउले चाहिँ 3 साल कन्ट्र्याक्ट भनेर चाहिँ लिएर आएको। 3 साल पछि मात्रै छुट्टी पाउँछ। 3 सालभन्दा पहिला चाहिँ तिमी 3 सालसम्म काम गर्नुपर्छ भनेको। अनि मैले पनि हुन्छ अब 3 सालसम्म कन्ट्र्याक्टमा आएको, 3 सालसम्म काम गरेर अलिक पैसा कमाउन सक्छ, पैसा कमाएर चाहिँ नेपालै फिर्ता जाने भन्ने, फर्केर जाने भन्ने चाहिँ मेरो मन थियो। तर मेरो काम गरेको देखेर चाहिँ साउले चाहिँ मलाई छुट्टी नै दिएन। पछि नेपाल जानलाई नि मलाई छुट्टी नदिँदाखेरि अब मेरो श्रीमती छ, मेरो छोरा छ, उहाँ एक आमा बाबाहरू परिवार चाहिँ कमसेकम उनीहरूलाई त एकचोटि भेट्नलाई त दिएन। म 2-3 साल भइसक्यो यहाँबाट नगयो भन्दाखेरि साउले भने म गएर तपाईँको तिम्रो चाहिँ श्रीमती बच्चाहरू ल्याइदिन्छु भनेर नि नेपालसम्म गएर मेरो ठुलो छोरा र यो मेरो श्रीमती उहाँले यहाँसम्म ल्याइदिनु भयो। अनि आइल्यान्ड आइसके पछाडि हजुरको पहिलो दिनको पहिलो काम र पहिलो अनुभव? यहाँ आएर काम गर्दाखेरि त मलाई त्यत्रो गाह्रो लागेन, किनकि म इन्डियामा बसेर पनि यसो खाना बनाउने काम त मैले उहाँ गरेको भएर चाहिँ उहाँ काम गर्नु यहाँ काम गर्नुमा चाहिँ धेरै फरक रहेछ। अब ऊ टाइममा काम गर्दाखेरि चाहिँ यस्तो मजा आउँथ्यो कि यहाँ चाहिँ आफ्नो सिर्फ एउटै काम मात्रै भयो, यो उसको काम गर्नुपर्छ उसको काम गर्नुपर्छ भन्ने त्यस्तो चलन थिएन। आयो सिधा रेस्टुरेन्टमा गयो, गइसकेपछि आफूले खानु पकाउने त्यही हिसाबबाट आज के बनाउनु पर्छ त्यही हिसाबबाट खाना बनायो। खाना बनाएपछि राख्यो अनि सकेपछि चाहिँ आफ्नो आरामसँग रेस्टै गरे जस्तो थियो। धेरै सजिलो थियो मेरो लागि। त्यतिखेर कतिजना नेपाली थियो पुरा आइल्यान्डमा? तपाईँ एक्लै? म होइन, त्यो टाइममा आउँदाखेरि नेपाली भनेको मैले एकजना पनि भेटेन। 98 98 नेपाली भनेको मैले एकजना पनि भेट्दैन। इन्डियनहरू 1-2जना भेट्थ्यो। अनि त्यो वोकनरसिप बाटोमा कहिलेकाहीँ हामी 2:30 बजे रेस्टुरेन्ट बन्द हुन्छ नि लन्च है। अनि 4 बजे बन्द हुँदाखेरि म चाहिँ अब खै टाउनतिर एकचोटि चक्कर मार्छ भने हिँडेर गयो भने यो हाम्रो एसियन मान्छे भनेको भेट्थ्यो नि, एउटा 2टा इन्डियनहरू पेटपुर भेट्थ्यो। अनि त्यो भेटेपछि कोही इन्डियनले चाहिँ ठ्याक्कै रोक्थ्यो क्या मलाई रोकेर चाहिँ उसले चाहिँ आफ्नो कुरा गर्थ्यो, तिमी इन्डियन हो भनेर सोध्थ्यो। मैले होइन म त नेपाली हो भन्दाखेरि ओ भाइको मिलके मैं बहुत खुश हो गया भनेर यसो कुरा गर्थ्यो। आप किसले आया क्या करने आया भनेर त्यसो सोध्थ्यो। मैले भने अब म यसो रेस्टुरेन्टको लागि म रेस्टुरेन्टको सेफ हुँ, म रेस्टुरेन्टमा काम गर्छु यो रेस्टुरेन्टमा। अनि एकजना इन्डियन थियो एमएससीमा आइराखेको, अहिले ऊ पास भइसकेको छ। उसले त हामी बाहिरको मान्छे भेट्यो भने चाहिँ उसले चाहिँ गाडी लिएर आएर लिन आउँथ्यो क्या उसको घरमा। म धेरै खुसी भएँ तिमीलाई भेटेर भनेर खाना खिलाउनलाई। त्यस्तो जमाना थियो ऊ टाइममा। तपाईँको फर्स्ट नेपाली कहिले कुन वर्षमा भेट्नुभयो? होइन, नेपाली भेटेको भनेको 1984 म आएर चाहिँ 86 3 वर्षपछि 84सम्म त म 84 होइन 84 मै भेट्नु चाहिँ नेपालबाट ती रेस्टुरेन्टमा काम गर्नलाई म्यानेजर लिएर आएको। म्यानेजर भनेर नेपालबाट इन्जिनियर मान्छे, त्यो इन्जिनियरको भाइ चाहिँ उही साउको रेस्टुरेन्टको माचेस्टरमा म्यानेजर थियो क्या। त्यस भएको भएर उसले चाहिँ आफ्नो दाइलाई यहाँ म्यानेजर बनाएर पठाएको रहेछ। उहाँको फ्यामिली पनि आएको थियो, श्रीमती र बच्चाहरू पनि आएको थियो ऊ टाइममा। अनि उनीहरू नबसिकन फिर्ता गयो। 84मा आएको 85मै गयो। 86मा हुँदाखेरि अनि म यहाँ अनि फेरि ऊ टाइममा म सिङ्गलै थिएँ, एकजना मात्रै थियो होइन रेस्टुरेन्टमा। अनि 86मा चाहिँ साउले चाहिँ रेस्टुरेन्टको लागि मान्छे चाहियो भने अब मान्छे लिएर आउने भनेर अब नेपालबाट इन्डियाबाट सस्तो पाउने
यहाँबाट मान्छे राखेर काम गर्नु पऱ्यो, धेरै तलब लिनुपर्छ होइन। त्यो भएको भएर चाहिँ उसले चाहिँ ल्याउनु पऱ्यो भन्दाखेरि अनि साउले ऊ ट्याममा लिएर आएको उहाँको ससुरलाई भयो है पौडेल 86 नाम अनि चाहिँ रामनारायण पौडेल 86 मा ल्याउनु भएको सेकेन्ड नेपाली वाइन नै तपाईले सेकेन्ड नेपाली भेटेकै रामनारायण पौडेल अनि ऊ सँगसँगै 2 महिनापछि प्रकाश आएको है, प्रकाश टिमसँग आयो होइन। अनि यिनीहरू पनि त्यही टाइममै आएको, उहाँको ससुरसँगै यिनीहरूलाई पनि साउले सबैलाई 10-12 जना मान्छे त्यो टाइममा सँगै लिएर आएको। पहिला नेपालबाट नेपाली टोपी ल्याएर म चाहिँ पबमा जाँदाखेरि अब सँगै बस्छ, पाइँट एउटा किन्छ, बस्दाखेरि चाहिँ त्यो गोराहरूले सोध्यो कि वेयर युर फ्रम भनेर चाहिँ सोद्धाखेरि उनीहरूलाई नेपाल भनेकै थाहा छैन, नेपाल कहाँ हो है। अनि उहाँबाट भन्ने मैले भन्ने चाहिँ उनीहरूलाई नेपाल चिनाउने कामै मैले भने चाहिँ माउन्ट एभरेस्ट कन्ट्री भन्थेँ मैले के, माउन्ट एभरेस्ट कन्ट्री भनेपछि त्यो हिमालको ठुलो भनेपछि अलिकति बुझ्यो। उहाँबाट गोर्खा रेजिमेन्ट भनेर भन्थे, गोर्खा रेजिमेन्ट युआर गोर्खा भनेर सोध्थ्यो के, सोद्धाखेरि अनि त्यो टाइम त अब गोर्खा भनेपछि अलि पावर पनि जाने यस भनेर भन्दाखेरि कोही बुढाउट रिसाउँथ्यो भने गोर्खा भनेको त युआर गोर्खा भने यस भनेको त रिसाएर म त के भयो यसलाई भनेर सोधेको त पछिबाट सरी आइएम नट रेडी गोर्खा, म गोर्खा मान्छे जस्तै हो, म नेपालको भनेर त्यसो भनेर फेरि म उल्टा त्यस भन्थेँ क्या। भन्दाखेरि के गोराले भने तिमीलाई थाहा छ गोर्खा रेजिमेन्टले के गर्यो यो देशमा आएर भने त्यो लडाइँको टाइमको कुरो थियो नि उसले के, पहिला सुरुमा ब्रिटिस गोर्खाहरू आएर यहाँ लडेको थियो के आइल्यान्डमा, लडेर चाहिँ त्यसको रिस उसलाई अझसम्म पनि भइरहेको रहेछ कि। त्यही भएर गोर्खा भनेको एकचोटि मसँग यस्तो पनि भयो, तर धेरै राम्रो थियो के त्यो टाइम। त्यति बेला आयरल्यान्डमा नेपाली समुदाय कसरी थियो? त्यो टाइममा मैले यहाँ नेपाल आयरल्यान्ड सोसाइटीको अध्यक्ष बनेर काम गर्दाखेरि 2000मै होला मेरो बिहा। अलिकति नेपाली यहाँ बढेको थियो त्यो टाइममा, पहिला त खोज्नु पर्थ्यो है, नेपाली त्यो त खास छैन। अनि त्यो टाइम अलिकति हुँदाखेरि चाहिँ स्टुडेन्टहरू आयो भनेर अब एउटा यसो हामीले यहाँ कोही परिवारहरूलाई दुःख होला भनेर नि केही पढ्छ नि, पढ्दाखेरि चाहिँ कमसेकम सहारा त हुन्छ भनेर एउटा यो कमिटी एउटा बनाऊ भनेर चाहिँ नेपाल आयरल्यान्ड सोसाइटी बनाइदिएको हो। बनाएपछि पार्टी पनि गरेँ, दसैँमा पार्टी यसो गर्थेँ, राम्रै हुन्थ्यो। 84 मा आउँदाखेरि आयरल्यान्ड कस्तो थियो र अहिले 2026 को आयरल्यान्ड कतिको डेभलप भयो, पहिला कस्तो थियो नराम्रो? काफी राम्रो भयो। ऊ टाइममा आउँदाखेरि 1984 मा यहाँ केही यो हाम्रो बाटोहरू थिएन। बाटो थिएन भनेको मतलब बाटो छ नेपालको जस्तो गली गली सानो सानो बाटो। अनि यो कोकोनट सिटीमा पनि जमानामा अब अङ्ग्रेजले त्यो राज गरेको टाइमको होला त्यो होइन, रेलवेको लिकहरू थियो के त्यहाँ, अहिले यो टम चले जस्तो त्यस्तो खालको थियो। अनि त्यो सबै मिटाएर यिनीहरूले चाहिँ गभर्मेन्टले पिच गरिदियो के, सबै बाटोहरू पिच गरेर पिच बनाइदियो। अनि उहाँबाट यो टाउनमा सबै बाटोहरू चाहिँ 2 वे बाटो थियो। 2 वे भनेको मतलब एउटा यसरी जाने एउटा नेपालको जस्तै एउटा जाने एउटा आउने मात्रै बाटोहरू थियो। अब हुँदा अहिले आएर चाहिँ त्यो सबै बाटो चाहिँ अब काहीँ 1 वे बनाइदियो। अहिले मलाई जानलाई नै थाहा भएन बाटोहरू यस्तो भयो टाउनमा होइन, पहिला त्यसो थिएन। पहिला जहाँ गए पनि 2 वे 1 वे 2 वे यसरी जाने बाटो मात्रै थियो। अनि यो M50 भन्ने बाटै थिएन, यो त अहिले भर्खर 2000 पछि मात्रै बनेको भयो। M50 मोटरवे, यो मोटरवे बाटो सबै अहिले दुल क्यारेजवे भन्ने बाटोहरू अहिले बनेर गएको भयो। अनि यो हाम्रो बाहिर जाने यो बेलफास्ट जानलाई यतापट्टिको एयरपोर्ट साइड जाने बाटोहरू त्यो सबै बाटो चाहिँ यो 2000 पछि मात्रै बनेको। अनि त्यही भएर चाहिँ डिप्लोमा चाहिँ त्यो बाटो हिसाबबाट बिजनेसको हिसाबबाट चाहिँ आइल्यान्ड एकदमै माथि भक्कै बढेको, नत्र पहिला थिएन।